हामीले पनि विद्यार्थी बन्ने अघि पनि उहाँबाट प्रेरणा दिएर हामीले पनि आफ्नो जिन्दगीमा यो देशको लागि यो गाउँको लागि यो समाजको लागि पक्कै पनि अवश्य नै राम्रो गर्नेछ भन्ने कुरा आशा राखेका छौँ। जुन गीत बोलिरहेको छ पहले लिखा बबुआ कलमिए में जानला र यो गीत भन्नुभन्दा पहिला म एउटा स्पिच को लागि गाउन चाहन्छु। पुष्पा कुमारी यादव र श्रीचन्द रामलाई उहाँले पक्कै पनि हामी प्रत्येक दिनादिन गल्ती भइरहेको हुन्छ। गल्ती नगर्ने कोही छ यहाँ छैन, सबैजनाको गल्ती हुन्छ। त्यसैले गल्ती के हो, गल्तीबाट हामी कसरी बच्न सक्छौँ, गल्ती भयो भने के गर्ने, गल्ती हुँदैमा हामीले डराउनु पर्छ कि टेन्सन लिनुपर्छ कि के गर्नुपर्छ भन्ने कुराको पूर्ण जानकारी लिएर आउँदै हुनुहुन्छ हाम्रो बहिनी पुष्पा गुप्ता र श्रीचन्द भाइ श्रीचन्द रामले। आज के अवसर बड़ा निराला है, कहते हैं आज के अवसर बड़ा निराला है। आज यहाँ पर नूर बरसने वाला है, आज यहाँ पर नूर बरसने वाला है। एक बार जोर से आप एक बार जोरदार ताली बजा दीजिए क्योंकि अब कार्यक्रम शुरू होने वाला है। अभी तक का प्लेयर था, अब कार्यक्रम शुरू होगा। धन्यवाद। श्रीमान कार्यक्रम शपथ मॉडल गुरुवार गदनी भाव जयपुर मेरा प्यार प्यार साथी भाई बहनों मित्र नमस्कार। मेरा नाम विजय कुमार नाम मेरा गोटिनिया हो। श्रीमान सरस्वती पूजा कार्यक्रम का सभापति महोदय निर्णायक मंडल गुरुवार गदनी तथा मेरा तथा उपस्थित संपूर्ण साथी भाई दीदी बहनों में मेरा स्वागत है। मेरा नाम पुष्पा कुमारी यादव, माँ कक्षा 10 मेरो घर गोटिनिया हो। म आज गल्ती को बारे में दुई शब्द बोल्न चाहन्छु। गल्ती प्राय हामी गल्ती गरिरहन्छौँ र यो पनि भनिन्छ कि मानिस गल्तीको अवतार हो। हामी हरेक दिन संसारमा ठुल्ठुलो गल्ती गरिरहन्छौँ तर गल्ती गरिसकेपछि ती गल्तीहरूबाट केही कुरा सिक्न सकेनौँ र बारम्बार एउटै गल्ती गरिरह्यौँ भने हामी हाम्रो लक्ष्य मन्जिल गोल इच्छा टार्गेट र गन्तव्यसम्म पुग्नको लागि सक्षम हुनको लागि यो जीवन पनि अधुरो हुनेछ। हाम्रो सरले भन्नुहुन्छ कि गल्ती गर्नु राम्रो काम हो तर एउटै गल्ती बारम्बार गर्नु धेरै नराम्रो काम हो। त्यसैगरी गल्तीबाट बच्न र सिक्नको लागि हाम्रो सरले 6वटा कुरा सिकाउनु भएको छ। पहिलो कुरा आफ्नो गल्तीलाई सुध्याउनुहोस् र त्यसबाट सिकेर नेक्स्ट टाइम राम्रो काम गर्नुहोस्। दोस्रो कुरा गल्तीहरूबाट नडराउनुहोस्। गल्ती नहोस् भनेर प्राय हामी कुनै नयाँ काम गर्दैनौँ, त्यही डरले हामी नयाँ पाइला कदम चाल्न डराउँछौँ। तेस्रो कुरा हामीबाट जतिचोटि गल्ती हुन्छ त्यतिचोटि नै हामी निराश अन्त्यमा त्यो काम गर्न दिने नै छोडिदिने गर्छौँ। तर सोच्नुहोस् तपाईँले जतिचोटि प्रयास गर्नुभएको त्यतिचोटि नै तपाईँको दिमागले अलग अलग तरिकाबाट अलग अलग एङ्गलबाट सोच्यो र त्यसबाट तपाईँको दिमागलाई क्रिएटिभिटी बढायो र तपाईँको दिमागलाई एक्टिभ गरायो। त्यसैले मेहनत गर्न नछोड्नु, तपाईँ पक्कै पनि कुनै नयाँ तरिकाबाट सफल हुनेछ। चौथो कुरा अरू व्यक्तिले गरेको गल्तीबाट पनि सिक्दै गर्नुपर्छ किनकि आफ्नो गल्तीबाट सिक्नको लागि यो पुरै जीवन निकै अधुरो हुन जान्छ। पाँचौं कुरा आफ्नो गल्तीलाई विश्लेषण गर्नुहोस्, यो किन भयो कसरी भयो अनि मात्र गल्तीलाई सुधार गर्न सम्भव छ र गल्तीको कारणलाई नै दोहोर्याउनु हुँदैन। छठी कुरा अन्तिम कुरा गल्ती भए पनि आफैले आफूलाई गीत मिल्नेको दोषी सम्झनुको सट्टा गल्तीलाई स्वीकार्नुहोस् र त्यसबाट पाठ सिकेर जीवनमा अगाडि बढ्नु राम्रो काम हो। त्यसैले गल्तीबाट नडराउनुहोस् किनकि भनिन्छ नि डरको अगाडि जित हुन्छ। यहाँ उपस्थित भएका सम्पूर्ण महान भावहरूमा विनम्र साथ अनुरोध यो छ कि हामीले आज गल्तीको बारेमा जानकारी गराउँदा यदि कुनै प्रकारको गल्ती भएको भए हामीले सानो बालिका सम्झेर माफ गरिदिनु। धन्यवाद। धन्यवाद बहिनी र भाइलाई। साँच्चै नै हामीले
प्रत्येक दिन विभिन्न किसिमका ससाना ठुल्ठुला गल्ती गर्दै गर्छौँ र त्यो गल्ती हामी भएपछि एकदमै हामी निराश हुन्छौँ यी कसरी भयो के हुन्छ कस्तो हुन्छ भनेर तर हामीले अब आजदेखि गल्तीबाट डराउनु हुँदैन है भन्ने कुरा भाइ बहिनीले हामीलाई जानकारी गराइसकेको छ त्यसैले सम्पूर्णमा अब हामी गल्ती भएपछि कहिले पनि डराउनु हुँदैन त्यो गल्तीलाई स्वीकार गरेर पक्कै पनि हामी अगाडि बढ्नेछौँ